गाइज वेलकम ब्याक। भर्खर बिहान भइसकेको छ, हामी चाहिँ भर्खर उठ्दैछौँ। यहाँ यही रुममा भर्खर उठेर चाहिँ अब चन्दमणि चाहिँ पर्फ्युमहरू लगाएर यहाँसम्म दुर्गन्ध भइरहेछ। ज्याकेट पनि लगायो, कसले पार्यो नि, रुम दुर्गन्ध भइरहेछ। यो मान्छेले बेसी पारेर चाहिँ टाउको दुख्ला जस्तो सँगै सुतेको छ, फुस फुस वाक गर्छ। हिरो हो नि त, हिरो। गाइज हामी चाहिँ खासमा 7 बजी घुम्नु जाने प्लान हो, निक्लिने 7 बजी चाहिँ हिँड्ने। केटा 7 बजीसम्म सुतेर भर्खर उठ्दैछ। अब केटाहरू उठेर चाहिँ दाहरू भनौँ न, उठेर चाहिँ यताउता गर्दैछ। हामी पनि यहाँ भर्खर उठेर फोन एकछिन चार्ज गरेर चाहिँ अब निक्लिन लागेको भनौँ बिस्तारै। यहाँ त हो, यहाँ सुतेर चाहिँ केटाहरू पादेर भगवान युनिभर्सिटी दोस्त। त्यो मेधावीको ब्याग चाहिँ धरो एकदम जहीँ जाँदा पनि बोकेर हिँड्दा हुन्छ, केही हुँदैन हो। मेधावीले अरू केही राम्रो काम नगरेर यति चाहिँ राम्रो काम गरेको छ। हाम्रो घुम्नु जाने केटाहरू चाहिँ यस्तो छ है, यहाँनिर एउटा बसेर फोनमा एकदम छ। अनिस्दा खन पैसा कनिरहेछ, हिसाब गरिरहेछ। औ दाजुले झन्डै कुकुर कुचाइयो हाम्रो दाजु। चन्दमणि नै आयो, यहाँबाट च्याउँदैछ। भाइ चाहिँ गयो तेल हाल्नु। ए कहाँनिर झऱ्यो दोष छ नि, ब्यागमा छैन मामा। हेलमेटबाटै तिम्रो यताउता कहाँ झऱ्यो। एकदम टन्नै तेल हालेर चाहिँ गाइज अब निक्लिनु आँट्यो। केटाहरू एकदम खुसी भएर भरि छ। अन्त अब निक्लिने बेला हुँदैछ गाइज। खोइ निक्लिने बेला त हिजो 7 बजीको गफ थियो। हाम्रो केटाहरू अहिलेसम्म छैन, गायब छ गायब। गाइज अब चाहिँ हाम्रो केटाहरू सब भेला भइसक्यो। बल्ल 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 पर्खिँदा बिहानदेखि हो, बिहानदेखि गाइज सब भेला भयो। अब चाहिँ हिँड्ने रेडी गाइज एकदम सबजना हो। यो चाहिँ चप्पलहरू आयो एउटाको फेरि केही न केही गाइज यहाँ गोलमाल चाहिँ भइरहेको छ बिस्तारै हल्का फुल्का हो गाइज। अब चाहिँ हामी भर्खर निक्लेको, यहाँ जाडो आयो आकाशमा। पानी चाहिँ नपरिदियोस् भनेर अब चाहिँ गाइज लगभग हाम्रो केटाहरू सब आइपुग्यो। हामी अहिले जोरथाङ आइपुगेको छौँ। अन्त एकजना चाहिँ आइपुगेको छैन गाइज अझै। गाइज हाम्रो दाबी छ है आज चाहिँ। यो लेदरको ज्याकेट लगाएर चाहिँ गाइज हाम्रो दादा चाहिँ ट्रेकिङ जाँदैछ। केटाहरूलाई कहाँ सक्छ हौ यार। सनग्लास भन्यो नि दोस्त। मैले पनि ब्रस गरेको छुइनँ नि, ब्रस घरतिरै छुटेछ। अहिले चाहिँ गाइज हामी अलिक माथि आइपुग्यो जुनको बाटो। अम्बो मौसम चाहिँ दामी भइरहेको छ, क्लियर त छैन, फगी छ हो, तर पनि गाइज हल्का चडक्कै भइरहेको छ यहाँनिर वेदर चाहिँ। हाम्रो दाहरू पनि यहाँ बसेको छ गाइज। अब यहाँ बसेर चाहिँ यसो हेरौँ भन्दाखेरि कुहिरो लागिहाल्यो, नभए त मजाले हेर्दै बस्दा आउँथ्यो एकछिन। गाइज हाम्रो केटाहरू चाहिँ यस्तो ठाउँमा चाहिँ मुत्नु पनि हो। यहाँबाट चाहिँ अब मुतेको चाहिँ डाइरेक्ट तल जोरथाङ बजारमा। गाइज हाम्रो केटाहरू यी सबैजना यहाँ आइपुगेर चाहिँ फोटो खिच्ने मुडमा छ हो। ज्याकेटहरू लाउँदैछ, तर के भयो भने चाहिँ यो कुहिरो गाइज खोल्यो अघि गएर चाहिँ निकै के, र पनि कुहिरोले खतम गरे नि, नभए चाहिँ दामी हुँदैछ दामी। यहाँ चाहिँ अब हाम्रो फोटो सेसनहरू चल्दैछ भट्टाभट्टी। फोटो ड्याङ्की फोटो, यता पनि फोटो ए ल दस पर्ख ल फोटो निक्लिँदैछ गाइज, फोटो। अब यहाँ बादल चाहिँ कालो भएको छ, एकदम डरलाग्दो। सोरेङ आइपुगेको छौँ अहिले भन्दै चाहिँ हामी हो। एकदम खुसी छ चन्द्रमणि गाइज, किनभने चन्द्रमणिको गर्लफ्रेन्ड चाहिँ यतै छ अरे नि त। खुसी हुँदैछ गाइज, जोसमा छ हो। अन्त अहिले चाहिँ अब सोरेङबाट अझै अगाडि जाँदैछौँ हामी, जहाँसम्म मलाई लाग्छ हो। गाइज अब हाम्रो सिक्किम चाहिँ नि मान्छे घुम्नु गएर जान्छ, म पनि जानु त गएको हो होइन, तर केटाहरू यता नि आउँदैछ गाइज। तर सिक्किम गाइज घुमेर सक्दैन क्या, अब यस्तो मजाक छ हाम्रो सिक्किम। हेरिहाल्नु चाहिँ टक्कै अब होइन। चन्द्रमणि त खुसी छ गाइज हो, निक्लिरहेको छ त के निकाल्नु हौ। मैले भन्नु खोजेको थिएँ गाइज, अब सिक्किम पनि दामी जग्गा हो नि त होइन। गाइज हामी चाहिँ अब सोमबारेपट्टि जाँदैछ हो। अहिले चाहिँ हाम्रो केटा सबजना यहाँ छ, यता पार्किङ हल्का चिया खाने हो। अन्त यता चाहिँ गाइज फेरि अम्बो गाइज दामी यहाँ हनुमान मन्दिर रहेछ हो टक्कै। अब यहाँ छेउमा वाटरफल पनि छ अरे, हेर्नुपर्छ बिस्तारी। अब हल्का वाटरफल त हेर्नै पऱ्यो आएपछि। आउँदैछ पर्ख। यता चाहिँ हाम्रो क्षितिज भाइ हो, भर्खर बाटोदेखि जोइन गरेको भाइले चाहिँ हामीलाई हो। अब यहाँ गाइज मलाई चिसो लाग्दैछ अहिले चाहिँ हो।
यसो स्वेटर पनि लगाएर आउनु पर्दैछ। अब कहाँ छोड्यो तल ब्यागतिरै छ हो, ब्यागहरू ल्याएन। गाइज मात्रै मन्दिर गएको है, म चाहिँ चन्द्रमणि आउँदैछ। केटाहरू चाहिँ नजानेहरू उकालो देखेर इरी लाग्यो अरे कि, अन्त मलाई चाहिँ मजाको लाग्यो, म चाहिँ जाने। गाइज आउ न, आऊ छिटो आऊ, कुद कुद। के हो यस्तो, कुदा 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 दोस्त। तर एक नम्बर छ गाइज जग्गा चाहिँ, मलाई मन्दिर चाहिँ मन पर्यो। तलबाट अब ढुङ्गामा चाहिँ खोपेर बनाएको चट्टानमा होइन, हनुमानको मन्दिर दामी रहेछ गाइज, दामी। संसारमा हेर हामीले नदेखेको कति कुरा छ गाइज, त्यही भएर एक्सप्लोर चाहिँ गर्दै एक्सप्लोर चाहिँ गर्दै गर्नुपर्छ हो। चन्द्रमणि आइपुग्यो गाइज, चन्द्रमणि हिरो आइपुग्यो गाइज। खासमा यस्तो रहेछ कि यहाँ पर वाटरफलमा गएर होइन, त्यहाँनिर हात खुट्टाहरू धोएर अब यहाँ पुरानो कम्पाउन्डहरू त्यहाँनिर हल्का सेडहरू पनि छ भत्केको त्यहाँतिर होइन। अनि त्यो वाटरफलको त्यहाँनिर चाहिँ अब पोखरी जस्तो बनाएको थियो, अब त्यहाँनिर स्ट्रक्चर हेर्दा तर भत्केको छ कि, त्यहाँबाट यस्तो सिँढी आएर चाहिँ यस्तो आएर यस्तो आउने रहेछ खासमा। अनि जाँदाखेरि चाहिँ यताबाट यस्तो जाने रहेछ क्या हो, तर अब भत्केको रहेछ बिस्तारी। जय श्रीराम गाइज, जय श्रीराम, जय श्रीराम। खोलिराखेको जाउँ न जुत्ता यतै, अन्त जहीँ खोल्दा नि हुन्छ दोस्त, मन्दिर गएको तिम्रो आस्था हाम्रो भरोसा, जहीँ खोल्दा पनि हुन्छ। गाइज तपाईँहरू पनि दर्शन गरिराख्नुहोस् हामी आएको बेलामा। कुनै दिन चाहिँ गाइज सोराङबाट सम्बारे जाने बाटोमा हिँड्नुभयो भने चाहिँ यहाँ मन्दिर निक्लेर जानुहोस् गाइज, मन्दिर दामी छ। हामी चाहिँ माथि गएर आएको केटाहरू पेट पूजा सक्नु आँटेछ नि आमा। अब गाइज पेट पूजा गरेर चाहिँ फेरि लाग्नुपर्छ, बाटो निकै छ अझै हो। हाम्रो केटाहरू एकदम चल्दिने, अब चाहिँ जोसमा टन्नै भएर अब केटाहरू कस्तो कुद्छ नि गाइज, अघि कस्तो कुद्दै थियो हो। अब निक्लिने बेला भयो गाइज। अब हामी चाहिँ सोमबार एउटा अलिक माथि आइपुगेको छौँ कि, अन्त हल्का पानी छिटेको हुँदैछ, कुहिरोसँग पानी आउँदैछ खासमा हो। अनि अब यो रातो माटो भएको जग्गा जस्तो चिप्लो भएर चाहिँ पानी परेर बाटो बिस्तारै जाँदैछ अब हामी हो। हेरौँ के हुन्छ गाइज, अब पानी अलिक बेसी भयो भने त, अलिक बेसी पऱ्यो भने त कहीँ बस्ने बेला हुन्छ हो। हेरौँ, बस्ने जग्गा त्यस्तो देखेको छु नदेख्नु त, र पनि हुन्छ नि अब। अब गाइज हाम्रो चाहिँ यहाँ पानी परेर पानै भएको जस्तो भइरहेको छ हो। अब एउटा यत्रो सेट भेटेर बसेको केटाहरू यहाँ अट्टी भइरहेको छ, पानी परिहाल्यो, खत्तम भयो गाइज, खत्तम। गाइज हाम्रो केटाहरू चाहिँ अब रेनकोट हुने रेनकोट हो, ज्याकेट हुने ज्याकेट थप्ने रेडी भयो, आफूले छैन कि यो लाटा हुने गाइज। हामी चाहिँ भएको सब थन्किराखेर आयो, ज्याकेट स्वेटरहरू हो। अब रेडी गाइज केटाहरू, अब चडक्कै अब कहाँ जाने अब पानी परोसी असिना आओस् हिँड्ने। लुकाएको रेनकोटहरू निकालिदिन्छ केटाहरूले पराउ। गाइज जिन्दगीमा फर्स्ट टाइम रेनकोट लगाएर उल्टा भइदिएछ नि, चोरेर लगाएको रेनकोट अतालिएर के गर्यो। स्कुटी छोप्ने होइन त्यो अब चाहिँ गाइज हामी आइपुगे टक्कै यसो गेटतिर भनौँ न हो। केटाहरू अलिक आइपुगिहालेको छैन, कता छ गाइज। 50 रुपियाँ रहेछ पर हेड चाहिँ यो टिकट एन्ट्री। अन्त दाले भन्नुभएको भर्खर नयाँ कुरा याद पाएँ आएपछि हो। गाइज हामी चाहिँ अब पस्यौँ गेटबाट भित्र हो, रोड एन्ड सेन्चुरी। गाइज अब गुराँस नि, यहाँ त के भन्नु, छेउमा गुराँस, भित्तामा गुराँस, जङ्गलमा गुराँसै हो। अब गुराँसै फुले बनाइमा हुन्छ गाइज। सबभन्दा राम्रो कुरा चाहिँ के भयो भने पानी गयो, हाम्रो केटाहरू यता सरमाइज चिसोले हेलमेटै नखोल्ला जस्तो छ हो ठाउँ चाहिँ। स्विमिङ खेल्ने कुरा गर्छ केटाहरू। गाइज फोटो सेसन छ है, फोटो सेसन हाम्रो चाहिँ यता केटाहरूको। केटाहरूले फोटो चाहिँ यति खिचाउँछ केटीहरूले फोटो खिच्छ भनेको सुनेको थिएँ मैले, होइन रहेछ। हाम्रो केटाहरू त्योभन्दा रिप्पु छ फोटो खिच्नुमा हो, खिचाउनुमा पोजहरू एकसाइक हो गाइज। अन्त हामी चाहिँ अब पार्किङ आइपुग्यो हो। केटाहरू यहाँ अब हेलमेट राखेर हो, सब रेडी छ। अब हिँड्नु छ गाइज यहाँदेखि चाहिँ अब ट्रेकिङ चाहिँ गाइज। यहाँबाट चाहिँ हामी हो टक्कै ट्रेकिङ गर्नु थालेको। यो चाहिँ वर्षेको बोर्ड क्या हो, यहाँदेखि चाहिँ वर्षे 5 किलोमिटर छ भनेर टक्कै क्या हो सबैले खिचेर हालेको हुन्छ नि, खिचेर हाले गाइज। हामी पनि आइपुगिहाल्छ चाहिँ अब खुसीको कुरा छ, खुसीको। अब भनेपछि खास उकालो अब चाहिँ हो नि त बाटो चाहिँ कञ्चनजङ्घा के उकालो, त्यो भन्दा डरलाग्दो छ। 8 किलोमिटर पाँचै हो भनेर टक्कै हिँड्नुपर्छ। उखालेर लानै आँटे त, उखालेर लानै आँटे केटाहरूले। ए लड्यो, पाँचै बोकेर हिँड्ला जस्तो छ। ओइ नगरे ढल्छ छुनै हुँदैन नि, त्यही कारण छुनै हुँदैन। अब निकाले केटाहरूले पाकपुक बनाएर अब
के भन्नु छ हेरेको हेरे भयो त लाग्थ्यो त यहाँनिर मकै यहाँ देऊ न मकै चाहिँ पहिला यहाँ हाल न यहाँ अलिक हाल गाइज अब चाहिँ यहाँ केटाहरू हिँड्नु थाल्यो अब चाहिँ खास ट्र्याकिङ वर्षेको मजा चाहिँ अब आउँछ नि त अब निकैजना गाइज अब लोकल टुरिस्ट भयो बाहिरको टुरिस्ट भयो फर्किँदै पनि रहेछ होइन हामी चाहिँ जाँदैछ केटाहरूले गाना पनि बजाउँदैछ अब झल्का भाइ पाउँदैछ हो फोटो पनि खिच्दैछ गाइज मजै मजा छ अब हजुर 3 किलोमिटर हिँड्यो कहाँ 3 किलोमिटर हिँड्छौ आधी हिँडेको छैन होला हाम्रो केटाहरू चाहिँ हिँड्दा हिँड्दै पछाडि अब गायब भयो आउँदैछ बिस्तारै बिस्तारै के केटाहरू हिँड्नु भनेपछि हाम्रो केटाहरू अब मेरो अलिकति बिजोक चाहिँ फोनमा चार्ज सक्यो यहाँ पावर ब्याङ्कमा जोडेर लिएर हिँड्नु पर्दैछ इटा जत्र पावर ब्याङ्क बिजोकै छ संसार ऊ स्टिक ल्यायो अब कुद्छ है आयो हाम्रो केटाहरू आयो हौ लो दोस्त लो हेब्बी एकदम दोस्त हामी फोटो आइदिउँ ल हेब्बी हो दोस्त फोटो अब छोड्यो दोस्त अहिले भरेतिर कहीँ खिच्नु न माथितिर होइन यहाँ चाहिँ फोटो सेसन भएको हाम्रो अनिस दाले क्यामेरा मिलाएको आधी घन्टा भइसक्यो केटाहरू उभिएकोदेखि बसिसकेर पनि मिलाइ सक्दैन हो अब चाहिँ मिलाइसक्छ जस्तो छ गाइज अब अब चाहिँ रेडी गाइज हाम्रो केटाहरू रेडी एकदम फोटोको लागि फिल्टर गुरा चाहिँ फुलेको छैन गाइज मेन कुरा चाहिँ या त अब फुलिसक्यो हो फुलिसके नै होला नि गाइज अब अलिकति सिजन पनि गयो अन्त यो पालि त्यस्तो फुलेको पनि छैन भनेको सुनेको थियो गाइज हाम्रो यहाँ तारन देखा परेको चाहिँ आज चाहिँ हो वर्षे जाने बाटोमा रुख चढ्दैछ जुत्ता लगाएर त्यो पनि गाइज अर्जिनल तार्छन् है यो चाहिँ गर न खेप दोस्त गर न ए फिले आएन नि दोस्त अर्जनको ओ गाइज बल्ल आइपुग्यो हाम्रो केटाहरू चाहिँ पर्खिँदा अब चाहिँ दोस्त ज्याकेटहरू पनि खोलेर नाच्दै आयो हाम्रो केटाहरू अब चाहिँ जोसेर आयो अब गाइज अब चाहिँ पुग्नु आँटे जस्तो छ कि फोन पनि आयो हो मतलब अब नेटवर्क पनि आउँदो रहेछ हल्का केटाहरू मकै दिएको थियो कि मकै सारा मल्खु हो कि मकै नभुटेको मकै रहेछ हौ अहिले चाहिँ दिन पनि अलिक खोल्यो नि त अन्त हल्का यहाँ छ नि त गाइज भाइब चाहिँ हो गीत बजाएपछि त केटाहरू झन् के को झन् के हो यता हेर्नु न त अलिक ठाडो परेर हौ ठाडो पर्नु नि त हिँड्नु नि हिँड्नु मतलब गाइज जति छेउमा आयो नि त्यति उकालो रहेछ गाइज पुग्ने बेलामा चाहिँ अब यस्तै हो तेर्सो सक्यो उकालो लागि अहिले आउँदा फेरि ओह्रालो हुन्छ होइन जिन्दगी नै उतार चढाव अरे नि त गाइज भन्दा नि केटाहरू छोडिसक्यो मलाई यार हिलोमा नहिँड्नु त साइडबाट हिँड्न गाई त्यसको छेउ यहाँ चाहिँ गुराँसको रुखै रुख तर गुराँस एउटा पनि छैन यही हेर्दै हामी अगाडि बढ्दैछौँ अब पुग्छ होला आइपुग्ने बेला बस लाग्दैछ गाइज मान्छे देख्दा हो वर्षेको गाइज पोखरी पनि देख्यो हामीले यहाँनिर गाइज अब चाहिँ टक्कै यो वर्षे आइपुगेको हामी होइन वर्षे 0 किलोमिटर यहाँ पनि खिच्नुपर्छ गाइज फोटो चाहिँ खासमा खिच्ने जग्गै चाहिँ यहाँ हो नि त अब अरू कुरा चाहिँ यस्तै छ हल्का फुल्का मान्छेहरू पनि आउनुहुँदैछ हो हाम्रो टुरिस्टहरू घुम्नु हुँदैछ हामी पनि घुम्दैछौँ गाइज अब यहाँबाट आएर चाहिँ टक्कै घुमेर चाहिँ हाम्रो 5 जना केटाहरू हरायो गाइज मेन कुरा हो फोटोहरू चल्दैछ केटाहरूको हल्का हल्का चडक्कै मजाले अब फर्किनु पर्दैन हेर्नुपर्छ घुम्नुपर्छ नि आएपछि गाइज अब चाहिँ गुराँस एउटा देखियो यहाँनिर फुलेको अब यहाँ चाहिँ फोटो खिच्नु पर्यो नि गाइज हो पोकी छ त अनिस दादा के हो चाहिँ हुने हो गाइज गुराँस हो फेरि हेलमेटले गर्दा केस बिग्रेर हो के भयो दोस्त गाइज जग्गा क्लियर भएको चाहिँ यहाँ आएर फोटो खिच्ने ठाउँ चाहिँ के तर के गर्नु अब अहिले कुहिरोले केही देखे पो बाबै 5 फिट नदेख्ला जस्तो हुन्छ घरि त अन्त गाइज हामी चाहिँ टपमा आइपुगेको हो वर्षेको गरम पनि भयो आइपुग्ने बेलामा चाहिँ यहाँ अब गाइज यहाँनिर सबै गुराँसको फुल छ यो चाहिँ सबै फुलेको हुनुहुन्छ त्यतिरी हुन्थ्यो नि हौ के गर्दैछ भाइले तेरिका मैले देखिन् भाइ गाइजहरूको मेन कुरा के भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ गुराँस खासमा अब टिप्नु चाहिँ नपाउने हो 1000 रुपियाँ फाइन एक रात जेलमा हार्यो तर के गर्नु मान्छेले टिपेरै गुराँसै छैन यार
अब तपाईँहरू आएको बेलामा चाहिँ रेस्पोन्सिबल हुनुहोस्, नटिप्नुहोस् होइन, अरूले पनि देख्नु पाओस्। के भन्नु अरू त त्यति नै हो ठुलो कुरा चाहिँ। तर खातेहरू टिपेरै छोड्छ नि त यार। जब चाहिँ हामी फर्केको होइन, हाम्रो केटाहरू अगाडि 5जना त आइपुगेन गाइज, हामी 10जनामा हामी 5जना चाहिँ आइपुग्यो हो। यहाँ पनि आइपुगेको छैन रहेछ, हामी फर्किँदैछ अहिले चाहिँ होइन। अन्त अब गाइज बाबु त गयो, यहाँ बाटोमा चाहिँ देखेको छैन हामीले, भाइले ठिक कुरा गर्दैछ। अन्त अब बाई बाई वर्ष त होला गाइज होइन। गाइज अहिले चाहिँ हामी टक्कै अब हिँडिसकेर चाहिँ यहाँ तल आइपुगेको छौँ हो। अब यहाँ चाहिँ गाइज हल्का यसो पेट पूजा गरेर निक्लिने, हेलमेट सेलमेट यहाँ अलिक दाँतमै राखेको थियो अघि नै जाँदाखेरि। अब यहाँबाट चाहिँ गाइज यसो के खाएर चाहिँ अब फर्किनु पर्यो। केटाहरू चाहिँ थाकेर हत्तु हत्तु हत्तु, आधी त गाइज आधी बाटोबाटै हराइहाल्यो। हामी चाहिँ पुगेर मस्त भएर मजा भएर बसिरहेको रहेछ। अनिस दाको टेन्सन छ गाइज, फेरि उहाँ के भन्दैछ त्यहाँ हो एक्लै। गाइज अब खाना आइसकेको छ कि हामी चाहिँ पहिल्यै केटाहरू लगाउन थाल्छ। एकछिन न खुट्टा त निकाल्नु देऊ, भाटा दिन्छ होला हौ। केटाहरू चाहिँ गाइज एकदम सासले टिप्दैछ खाना हो। अब हाम्रो पालि गाइज म नि हात धुएर आउने, त्यहाँदेखि चाहिँ एकदम खाना बजाउने टन्नाटन। अनिस दाको त गाइज भोलि बन्द भइसक्यो, केटाहरू त पलाक पिलिक यताउता हेर्नु पनि छोडिसक्यो हो। अब गाइज पेट पूजा गरेर चाहिँ 5 पनि बज्यो, केटाहरूको निक्लिने टाइम पनि भयो, सबजना खुसी डन्नै भयो, सन्च मजा हो। सिधै पाक्किम गाइज हो, हाल्नु छ नि दोस्त, मेरो यो पावर ब्याङ्क हालिदिइराख नि त्यहाँनिर। गाइज अहिले चाहिँ हामी फर्किसक्यौँ हो, अलिकति ढिलो भयो हामी निक्लिनु चाहिँ, किनभने केटाहरू निक्लिसक्यो हो। गाइज यहाँ घुमेर चाहिँ बल्ल आइपुग्यो केटाहरू हो। यहाँ के भयो मजा आयो ओभरअल चाहिँ हो। पानी चाहिँ धन्न रह्यो। अब चाहिँ गाइज हाम्रो चाहिँ घर पुग्नु छ, फेरि यहाँ पानी पर्दैछ, बिजोक त यहाँ भएको छ हो। चिया दोस्त पानी खो। अब गाइज हिँड्नुपर्छ। हामी जत्तिकै घुमे पनि भोलि सोमबार टुक्क ड्युटी। अहिले त बाकिम जानुपर्छ कि, अहिले त गान्तोक जाँदा 12 बज्छ। गाइज अब यत्रो घुमेर आएर चाहिँ यहाँ हो हल्का रिफिलिङ। अब यहाँबाट रिफिलिङ गरेर चाहिँ गाइज रम्फू साइड पानी परेको छैन अरे, कन्फर्म गरेको भर्खर हो। अब लाग्ने गाइज बाटो। ल दाहरू एक बाई बाई सबजनाले, बाई 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 बाई। ओके ओके दा ओके। ल ल ल केही छोडेन है दोस्त। गाइज अब चाहिँ हामी यहाँबाट जोरथाङबाट निक्लेको हो। हामी जानुपर्ने चाहिँ गाइज अब पाक्किम छेउ, पाक्किमबाट 8 किलोमिटर तल हो। गाइज हामी चाहिँ भर्खर रम्फू आइपुगेको, पानी पऱ्यो हल्का, अन्त अलिकति ढिलो भयो पानीले गर्दा हो। अब यहाँबाट चाहिँ अब रोडथाङपट्टि लागेको भनौँ न। गाइज लु अहिले चाहिँ हामी ब्याङ्कसँग आइपुग्यौँ जस्ट। अब यहाँ स्कुटी राखेर हो, आज यहाँ राखेको छ। अब यहीँ हो गाइज हो। अब मर्निङ हुनु आँट्यो नि, पानी परेर अलिकति ढिलो पनि भयो, त्यस्तै हुँदै हुँदै आइपुग्दाखेरि यो बेला भयो होइन। गाइज फाइनली घर चाहिँ आइपुग्यो, सबजना सुतिसकेको। अन्त अब अहिले चाहिँ हल्ला नगरौँ हो, भ्लग चाहिँ यतै एन्ड गरौँ, बत्ती बाला न।